इस्कुसको गुदीबाट बिरुवा सार्छु भन्दाखेरि सबैलाई हाँस उठ्न सक्छ, तर गर्ने सही तरिका यही हो जुन मैले गर्दैछु। प्राय जस्तो मान्छेहरूले इस्कुस रोप्दाखेरि दाना र फल एकैचोटि रोप्दो रहेछ, जस्तै कि आँपको बिरुवा सार्नलाई कोही आएन, डल्लै आँप रोपे जस्तो। इस्कुस खेती गर्दाखेरि यसको बियाँ रोप्ने हो, डल्लै फल होइन। डल्लै फल रोप्दाखेरि पानी पर्दा कुहिने डर हुन्छ र धेरै घाम पर्दाखेरि चाउरी पर्ने डर हुन्छ। म सुरुबाट नै बियाँबाट नै बिरुवाहरू कदै आइरहेको छु, तर मलाई लाग्थ्यो अरूले पनि यही तरिकाबाट नै रोप्छ होला भनेर। तर छिमेकीहरूले रोप्ने तरिका त ल अब भने रोप्नको लागि बियाँ पूर्ण रूपमा तयार भइसक्यो। फेरि यसले गफ दियो भनेर भन्ला, त्यही भएर मैले लाइभ प्रुफ देखाउँदैछु। यो मैले 1 हप्ता अगाडि राखेको बियाँ हो, अहिले भने पूर्ण रूपमा जमिनदेखि बाहिर निक्लिने प्रक्रियामा छ। यसलाई कोट्याएर हेर्दाखेरि यसको जराहरूले जमिन पक्रिसकेको रहेछ। बिचरा देखाउने हुँदाखेरि मर्छ कि भन्ने डर पो भयो। तर पनि केही छैन, यो मेरो भिडियोको कारणले धेरैजनाको इस्कुसहरू कुहिएर सहिद त हुनु पर्दैन। ल अब भने म फटाफट रोप्ने ठाउँ र फलाउने ठाउँ दर्शक श्रोताहरूलाई देखाउँछु। यहाँ भने चाहिँ पहिला नै खाडल खनेर छबारी मल थुपारिसकेको छ र यहाँ माथि नै मिलाएर रोप्ने हो। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18। फाइनली रोप्ने ठाउँ चाहिँ यस्तो हुन्छ भने फलाउने ठाउँ चाहिँ यस्तो हुन्छ। बारीमा अलैँची, मालिङ्गो र जङ्गलघारीमा इस्कुस।